सम्पूर्ण नमस्कार। म जीवन प्रसाद साबागाई। भर्खरै मात्र म यात्रा गर्ने क्रममा बर्दघाटमा एउटा पर्स फेला परेको छ। म आफैले फेला पारेको त्यो पर्समा चाहिँ एउटा मोबाइल छ, एउटा कालो पर्स छ र त्यसमा चाहिँ नागरिकता छ। नागरिकतामा नाम छ सरस्वती खड्का, घर जिल्ला बागलुङ, सिगाना गाउँपालिका, 2047 साले हुनुहुन्न रहेछ र बिल पनि रहेछ र पर्समा रु 1100 रुपियाँ पैसा रहेछ। यदि कोही व्यक्तिहरूको हराएको छ भने तुरुन्त म जीवन प्रसाद साबागाई फोन नम्बर 984631 19909 मा सम्पर्क गर्नुहोला। किनकि तपाईँहरू धेरै छरपटिनु भएको छ, धेरै आत्तिनु भएको छ। मोबाइल यो हो, यो लक लगाएको रहेछ, मैले नत्र कल गर्ने थिएँ। प्लिज जुनसुकै ठाउँबाट हेर्नु भएको छ भने यसलाई सेयर गरेर सम्बन्धित व्यक्तिसम्म चाहिँ पुर्याइदिनु होला। तपाईँहरूको नागरिकता, तपाईँको यो पैसा सुरक्षित मैसँग छ। म आफैले भेटाएको, भर्खरै मात्र भेटाएको। यो सूचना चाहिँ सबैमा चाहिँ प्रवाह गरिदिनुको लागि मैले हार्दिक अनुरोध गर्दछु। हस्, धन्यवाद, नमस्ते।